हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म नेपाल छोडेर जाँदैछु विदेश। हो, सही सुन्नुभयो, म आज जाँदैछु विदेश। विदेश जानुभन्दा अगाडि यो मेरो अर्डर दिएर आइहाल्नु है त। म मेरो प्रडक्ट सेल गरेर आउँछु अनि सँगै जाम है त विदेश। किनभने नेपालमा केही होला जस्तो लागेन मलाई, त्यसैले बिना पासपोर्ट बिना फ्लाइट हामी हाम्रो बाइक चढेर जाँदैछौँ विदेश, यानि कि इन्डिया। अनि यो चाहिँ मेरो बाइक। झापामा यति धेरै गर्मी छ नि कुरै नगरौँ। यस्तो चर्को घाममा यस्तो बाटोमा साइकल पेलेर पैसाको अभावले पाएको दुःख भन्दा पनि पैसा कमाउन चाहिँ धेरै दुःख लाग्यो मलाई। दुःख त हामी छोरी मान्छेहरूले धेरै नै गरेको हुन्छौँ। 24 घण्टा अन ड्युटीमा हुन्छौँ हामी छोरी मान्छे, तर बिना स्यालेरी बिना पैसाको काम गरिरहेको हुन्छौँ नि त। दुःख गरे अनुसारको केही इन्कम भयो भने चाहिँ भोक तिर्खा घाम पानी केही नभनिकन अझ बढी मेहनत गर्न मन लाग्दो रहेछ। यतिकैमा हामी पनि दिगेल ब्याङ्क आइपुग्यौँ। हाम्रो चाहिँ झापाबाट साइकलमा लगभग आधी घन्टाको दूरीमा बोर्डर छ। बोर्डर पारी चाहिँ दिगेल ब्याङ्क बजार रहेको छ। अनि म चाहिँ केही दिनदेखि यता स्कन्चीहरू हेयर क्लिपहरू बनाउँदैछु नि त। अनि त्यसको लागि कपडाहरू नेपालमा चाहिँ अलिकति महँगो पर्ने भएकोले अनि यहाँ चाहिँ अलिकति सस्तो पाउँछ कि भनेर बुझ्न, अनि सस्तो पायो भने लिन पनि भनेर आएको। अनि हामीले केही पसलमा गएर बुझ्दाखेरि नेपालको र यहाँको लगभग 5-10 रुपियाँले मात्रै डिफ्रेन्ट पायौँ। अनि यत्रो टाढा आइसकेपछि त्यति नै मात्रैमा त के लानु भनेर अलिक सस्तो खोज्दै हामी चाहिँ गल्ली गल्ली घुम्न थाल्यौँ। हामी भन्नाले मेरो साथमा हुनुहुन्थ्यो भान्जा। अनि बल्ल बल्ल हामीले एउटा होलसेल पसल भेटायौँ। त्यहाँबाट चाहिँ बन्डलै लाँदाखेरि चाहिँ केही मात्रामा सस्तो पर्दो रहेछ। तर त्यत्रो त मलाई चाहिएको थिएन। कपडा काटेर अलिकति गरेर सबै मिक्स गरेर लानुपर्ने थियो मैले, तर उहाँहरूले काटेर चाहिँ नदिनु हुने रहेछ। यी बन्डलै लाँदा चाहिँ निकै सस्तो पर्दो रहेछ, अनि काटेर लाने हुँदा चाहिँ त्यही 20-25 रुपियाँ मात्रै डिफ्रेन्ट हुँदो रहेछ। फेरि कलर अप्सन पनि 3टा मात्रै रहेछ। अनि मैले 5 मिटर ल्याएँ। त्यसपछि यस्तो तातो घाममा कुद्दा हामीलाई त भोकै लागिसकेको थियो। अनि हामी खाजा खान गयौँ। अनि भान्जाले चाहिँ मैले राम्रो खाजा खाने पसल देखेको छु भनेर मलाई लिएर जानुभयो। अनि हामीले त्यहाँ बिरयानी खायौँ र हामी त्यहाँबाट लाग्यौँ। गर्मी एकदमै गर्मी थियो। अनि भान्जाले चाहिँ मेरो यहाँ भिडियो खिचिदिँदै हुँदो रहेछ। अनि हामी त्यहाँबाट फर्क्यौँ आफ्नै देश नेपाल। अनि कुद्दा एकदम थकाइ लागेको थियो। अनि हामीले त्यहाँ एकछिन रेस्ट गऱ्यौँ। अनि त्यहाँ ठेलामा चटपटी पनि राख्नु भएको रहेछ। अनि हामीले चटपटी पनि खायौँ। त्यसपछि मैले यसो सेल्फी पनि लिएँ। अनि हामी त्यहाँबाट लाग्यौँ घरतर्फ। आजलाई यति नै। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके, बाई बाई, सी यू गाइज।